हुनेछ अब यहाँको सिन। हेलो सम्पूर्णमा नमस्ते, गुड मर्निङ फ्रम कागबेनी। आज चाहिँ स्पेसल डे होइन, अनि आजको हाम्रो ब्लग चाहिँ यस्तो बारेमा छ तपाईँहरूलाई चाहिँ अनि देखाउन गइरहेको छु। हामी गोल्डन हिलमा चाहिँ हाइकिङ गर्ने हो, अनि हजुरहरूले त्यहाँबाट हामी भ्यू देखाउनेछौँ हजुर। अनि साङ सेर्किम यताउता गरेर चाहिँ आज स्पेसल डे होइन, बुद्ध हाम्रो टिबेटनमा चाहिँ अनि भोइदा शिव भन्छ होइन, सागा धावा भन्छ होइन। अब यो सागा धावामा चाहिँ तपाईँले यताउता राम्रो काम गर्यो, खेवा गर्यो होइन, मान्यसामी जप्यो भने होइन हजारौँ करोडौँ अब फैलाउँछ भन्ने यता बुद्ध शास्त्रमा लेखेको छ। गाइस जति पनि लेट नगरिकन अब हामी दुईवटा मेरो साथमा छन् यहाँ मेरो साथी। आज कस्तो हुनेछ हाम्रो हाइकिङ चाहिँ, अब केही दुई तिन शब्द यहाँ राख्नु। केही छैन, केही राख्ने भयो है, हामीहरू लागि ल यसको ल देख्नुहुनेछ गाइस यहाँको दृश्य। अब चाहिँ हामी लाग्यो है, माई गड वन्डरफुल। मैले चाहिँ ब्लग नबनाएर धेरै दिन भइसक्यो है गाइसहरू। देख्नुहुनेछ अब यहाँको सिन। काली गण्डकी भयो होइन, मान्छेहरू धेरै आउँछ सरातमा होइन, ठुलो ठुलो आस्था बोकेर चाहिँ यहाँ आउनुहुन्छ। यो चाहिँ काली गण्डकी भयो, उता एउटा सानो खोला छ त्यो चाहिँ झोङ खोला भयो। यहाँको दृश्यहरू हेर्नुहुनेछ गाइसहरू। माथि गोल्डन हिलमा चढेपछि एकदम दामी देख्छ है, हाइल्यान्ड जस्तो देख्छ होइन। यो कागबेनी गाउँ चाहिँ एकदमै दामी देख्छ। जस्ट देखिदिनु होला हजुरहरूलाई होइन, इन्जोय दिस भिडियो। वाउ वाउ वान वन्डरफुल माउन्टेन कागबेनी गुम्बा। ल गाइसहरू यहाँ चाहिँ एकदमै गुफा छन् होइन, त्यहाँतिर गुफा छन्। त्यो ग्राउन्ड छ नि एउटा कालो चिलो आउँदैछ नि, हो त्यो चाहिँ हाम्रो मेन ग्राउन्ड भयो होइन। हामी फुटबल खेल्ने, एक्सर्साइज गर्ने, टुर्नामेन्ट खेल्ने भयो। अनि त्यो चाहिँ विद्यार्थी जनशान्ति भयो होइन, विद्यालय जनशान्ति कागबेनीको विद्यालय ठुलै छ होइन गाइसहरू। अनि यहाँबाट गयो त्यो चाहिँ हाम्रो गुम्बा भयो है, यो चाहिँ गाउँ भयो। ल गाइसहरू अनि यति तपाईँहरू कागबेनीमा आयो भने होइन, यो गोल्डन हिलमा चाहिँ हाइकिङ गर्न चाहिँ अनि नबिर्सिदिनु होला, एकदमै दामी छ होइन गाइसहरू। हेर्नु माथि चढ्ने हो, यो माथिबाट चाहिँ एकदम राम्रो सिन होइन, कम्प्लिटली हिसाबले चाहिँ देख्न सकिन्छ होइन हजुरहरूले। यतिसम्म चाहिँ हामी आइसकेको पार गरेर, घाँसहरू पनि पलाएर एकदम राम्रो, एकदम सुन्दर देख्दैछ होइन गाइसहरू। अब चाहिँ कम्प्लिटली देख्न लागेको छ है कागबेनी चाहिँ। जोस् सन कसरी उदाउँछ हेर्नु न। हामी चाहिँ भर्खर आइपुग्यो कागबेनी। यही भएको चाहिँ नि सक्नुहुन्छ सम्पूर्ण मित्रहरूमा। अनि आज राम्रो दिनको शुभकामना स्वागत भयो। अब चाहिँ लामाले चाहिँ यहाँ पूजा गरेको चाहिँ अब साङ यताउता अनि देउताहरूले अनि सेर्किम अनि यताउता जुसहरू अनि त्यो गर्ने रहेछ। यहाँ चाहिँ आएर चाहिँ हामीहरू अब थोरै पूजा गऱ्यो होइन, यताउता आफूले पनि खायो। अब यहाँ थाल्नु देउता होइन, एउटा अब नागहरू सबैले चाहिँ पूजा गरेर चाहिँ साथी मिलेर चाहिँ अब हामी जाने हो है। अब चाहिँ हामी यो माथि आएको डिजाइन छ ठिकै छ। यस्तो चलिरहेको छ भनौँ हजुर।